विद्यार्थी भाइ बहिनीहरु सबैलाई गुड आफ्टरनुन है। ल सुन है, तपाईहरु त अस्ति मेरो क्लासमा हुनुहुन्थ्यो होला कतिजना त हैन। मैले अगाडिको क्लासमा के पढाउँदै छु थाहा छ सबैलाई? अगाडिको क्लासमा मैले के पढाउँदै थिए? ल मैले तपाईलाई अगाडिको क्लासमा ओरिजिन हैन, ए भाइ प्लाज्मोडियम हो। तिमी पहिलो चोटी आयो कि का मेरो क्लासमा है? मैले तपाईलाई अगाडिको क्लासमा प्लाज्मोडियमको लाइफ साइकलमा पनि असेक्सुअल लाइफ साइकल पढाइसकेको थिएँ है। असेक्सुअल लाइफ साइकल पढाइसकेको थिएँ। म तिमीलाई सुन त भाइ, एनोफिलिस होमो इरेक्टस भाइ, एनोफिलिस भनेको के हो बाबु? अगाडिको क्लासमा मैले लामखुट्टे पढाएको होइन नि त बाबु। मैले अगाडिको क्लासमा तिमीलाई प्लाज्मोडियमको लाइफ साइकल पढाएको हो र प्लाज्मोडियमको लाइफ साइकलमा के पढाइसकेको थिएँ मैले तिमीलाई? असेक्सुअल लाइफ साइकल पढाइसकेको थिएँ है। अब हामीले के सुरु गर्छौं? अब हामीले सेक्सुअल साइकल सुरु गर्छौं र जसको असेक्सुअल लाइफ साइकल छुटेको छ नि प्लाज्मोडियमको, म 1-2 दिन भित्रमा हाम्रो कवि सरलाई मैले त्यो असेक्सुअल साइकलको असेक्सुअल साइकलको तिमीलाई मैले के पठाइदिन्छु थाहा छ? नोट पठाइदिन्छु प्लाज्मोडियमको है। अनि तिमीले त्यो हाम्रो कवि सरबाट लिने। यदि पछि रिभिजन गर्न खोज्छौ भने पछि मैले रिभिजन पनि गर्दिनला नि हैन ल। किन तिमीले पढ्न इच्छुक गरिसकेपछि त मलाई पढाइदिनु पर्छ है। र असेक्सुअल साइकल कति जसको छुटेको छ तिमी चिन्ता नगर, सेक्सुअल पनि हामी सकौं हैन। त्यसपछि हामीले लास्टतिर हामीले पढौला, केही पनि छैन है। ल ल ल ल ल है, ग्यामेटोसाइटसम्म हामीले अगाडिको क्लासमा पढेको थियौं। गुड है। ल धेरै दिन पछाडि आउनुभयो भने आए। अब भाइ अब सधैँ आउँछु, अब सधैँ प्रिसमरको रेकर्ड मात्र छ भन्नुभयो एकजनाले हैन। ठिक छ, म बाँकी कुरो सबै कुरो कवि सरलाई पठाइदिउँला नि त हैन, चिन्ता नगर नि बाबु। अब म आए, हाम्रो कवि सर हुनुहुन्छ, तिमीलाई कम्प्लिट बायोलोजीमा त टेन्सन लिनै भएन नि त बाबु। ल सुन है। ल अब मैले तिमीलाई अगाडिको क्लासमा मैले भन्छु अलिकति सर्ट एउटा कुरो रिभिजन सुन है। अलिकति सर्ट रिभिजन सुन त। मैले तिमीलाई अगाडिको क्लासमा असेक्सुअल साइकल अफ प्लाज्मोडियम भाइवेक्स पढाएको थिएँ है। बुझ्नु हैन? प्लाज्मोडियम भाइवेक्स पढाएको थिएँ र त्यहाँ दिमागमा के सेट गर भन्दा हामीले असेक्सुअल साइकलमा एकछिन जस्ट 2 मिनेट रिभिजन है। यो भनेको भर्खर जोइन हुने विद्यार्थीको लागि मैले बोलिरहेको छु। त्यसपछि मैले सेक्सुअल कन्टिन्यू लान्छु है। मैले तिमीलाई के भनेको थिएँ भन्दा यो प्लाज्मोडियमको असेक्सुअल साइकललाई कल्ड है भाइ। हामीले असेक्सुअल साइकललाई कल्ड के भनेको थियौं? साइजोगोनी भनेको थियौं है। प्लाज्मोडियमको असेक्सुअल साइकल हामीले के कल्ड के भनेको थियौं? साइजोगोनी। र साइजोगोनी भनेको प्लाज्मोडियमको लाइफ साइकलमा साइजोगोनी छ नि, यो साइजोगोनी भनेको नि दिमागबाट के नटाउ भने नि भाइ, यो साइजोगोनी भनेको नि असेक्सुअल मल्टिप्लिकेसन हो क्या भाइ। साइजोगोनी भनेको नि असेक्सुअल मल्टिप्लिकेसन भन्छ क्या हैन। असेक्सुअल मल्टिप्लिकेसन भनेको नि साइजोगोनी हो क्या। बुझ्नु हैन? साइजोगोनी अब 2 प्रकारको हुन्छ भनेको थिएँ है। एउटा टाइप भनेको लिभर साइजोगोनी है, जो मान्छेको लिभर सेलमा हुन्छ, र अर्को आरबीसी मा हुने साइजोगोनी छ नि हैन। त अर्को आरबीसी मा हुने साइजोगोनीलाई तिमीले इराइथ्रोसाइटिक साइजोगोनी भनेको थियो है। इराइथ्रोसाइटिक साइजोगोनी यो आरबीसी मा हुन्छ र लिभर साइजोगोनी भनेको मान्छेको लिभर सेलमा हुन्छ। ल सुन है। र यो जुन लिभर साइजोगोनी छ नि हैन, र यो लिभर साइजोगोनीको पनि टाइप्स हुन्छ। ध्यान दिएर सुन त। यसको पनि के पढ्छौं? टाइप्स पढ्छौं। यसको टाइप के हुँदो रहेछ भन्दा प्री इराइथ्रोसाइटिक साइजोगोनी है। प्री इराइथ्रोसाइटिक साइजोगोनी है, यसको पनि टाइप हुन्छ प्री इराइथ्रोसाइटिक साइजोगोनी। र अर्को हुँदो रहेछ एक्जो इराइथ्रोसाइटिक साइजोगोनी है। अर्को टाइप भनेको एक्जो इराइथ्रोसाइटिक के भन्छ? साइजोगोनी भन्छ है। एउटा प्री इराइथ्रोसाइटिक र अर्को हुँदो रहेछ एक्जो इराइथ्रोसाइटिक के भन्दो रहेछ? साइजोगोनी है। अब हेर न, र यो प्री इराइथ्रोसाइटिक साइजोगोनी छ नि हैन, यसलाई माइन्ड मेकअप गर है भाइ। यसलाई तिमीले अल्सो कल
फर्स्ट लिभर साइजोगोनी पनि भन्छौ है, फर्स्ट लिभर साइजोगोनी पनि भन्छौ र एक्जोलाई तिमीले अल्सो कल के पनि भन्छौ भन्दा यसलाई सेकेन्ड लिभर साइजोगोनी पनि भन्छ क्या, यसलाई सेकेन्ड लिभर साइजोगोनी पनि भन्छौ। ठीक छ, गुड। ल अब हेर है, अब सबैले अगाडि हेर त। र यो जुन प्री इरेथ्रोसाइटिक साइजोगोनी छ नि हैन, अलिकति रिभिजन गर अनि म चाहिँ सेक्सुअलमा आइहाल्छु है। यो जुन प्री इरेथ्रोसाइटिक साइजोगोनी छ नि हैन, हेर त, यसको रिजल्टेन्ट प्रोडक्ट भन्छ है, रिजल्टेन्ट प्रोडक्ट्स भन्छ नि हैन। प्री इरेथ्रोसाइटिक साइजोगोनीको रिजल्टेन्ट प्रोडक्ट्स भनेको के रहेछ, यसको रिजल्टेन्ट प्रोडक्ट भनेको चाहिँ क्रिप्टोमेरोजोइट्स हो है, क्रिप्टोमेरोजोइट्स हो। ठीक छ, तर यो जुन सेकेन्ड लिभर साइजोगोनी छ नि हैन, अब यसको रिजल्टेन्ट है, यसको जुन रिजल्टेन्ट प्रोडक्ट हुन्छ नि हैन, यसको रिजल्टेन्ट प्रोडक्टलाई चाहिँ तिमीले के भनेको थियौ भन्दा दैट इज कल, यसको रिजल्टेन्ट प्रोडक्टलाई चाहिँ मेटा क्रिप्टोमेरोजोइट्स है, मेटा क्रिप्टो के भनेको छ, मेरोजोइट्स भनेको छ। ठीक छ, ल अब हेर है। र एउटा कुरो के याद गर भने भाइ, यो जुन प्री क्रिप्टोमेरोजोइट्स भन्छ अनि मेटा क्रिप्टोमेरोजोइट्स भन्छ नि हैन, जहाँ मेटा झुन्डिन्छ नि त्यसको अर्थ एडभान्स्ड हुन्छ है, मेटाको अर्थ भनेको एडभान्स्ड हुन्छ, अनि जहाँ यु झुन्डिन्छ नि भाइ, यु को अर्थ फेरि ट्रु हुन्छ, TRU के भन्छ, ट्रु क्या। त्यसमा प्रोटो फर्स्ट, मेटा एडभान्स्ड, र जहाँ यु झुन्डिन्छ नि यु को अर्थ चाहिँ ट्रु हुन्छ क्या। जस्तो कि यु मेटाजुआ त्यो भनेको ट्रु मेटाजुआ, अनि यु सिलोमेट भन्छ त्यो भनेको ट्रु सिलोमेट भन्छ। ठीक छ, ल सुन है। त्यसमा अनि अर्को यो जुन इराइथ्रो छ नि हैन, र भन त यो इराइथ्रो छ नि हैन, अब यसको रिजल्टेन्ट चाहिँ के हुन्छ केटाकेटी सम्झ। भन त ल, यो इराइथ्रो भनेर तिमीले पढेको थियो नि अगाडिको क्लासमा, यो इराइथ्रोसाइटिक साइजोगोनीको चाहिँ रिजल्टेन्ट प्रोडक्ट के हो त भन त, यसको रिजल्टेन्ट प्रोडक्ट चाहिँ के थियो, मेसेज बक्समा लेख त ल, कतिको सम्झेको छ। इराइथ्रोसाइटिक साइजोगोनीको रिजल्टेन्ट प्रोडक्ट के हो, प्रीको क्रिप्टोमेरोजोइट्स भनियो, एक्जोको मेटा क्रिप्टोमेरोजोइट्स भनियो भने अब यो इराइथ्रोसाइटिक साइजोगोनीको जो रिजल्टेन्ट प्रोडक्ट हुन्छ नि भाइ, त्यो रिजल्टेन्ट प्रोडक्टलाई तिमी के भन्छ, मेरोजोइट्स भन्छ हो। यस है, यसलाई चाहिँ तिमी के भन्छ, मेरोजोइट्स भन्छौ। मतलब तिमीलाई थाहा भयो कि आरबिसी ब्रस्ट सुन है भाइ, आरबिसी ब्रस्ट भएर अब मेरोजोइट्स रिलिज हुँदो रहेछ है। अब यो मेरोजोइट्स रिलिज हुन्छ, आरबिसी ब्रस्ट भएर कहाँ रिलिज हुन्छ भन्दा त्यही कहाँ भन्दा त्यही ब्लडमा नै रिलिज हुने हो। र एउटा कुरो के याद गर भने भाइ, यहाँ दिमागमा सेट गर क्या, यसरी आरबिसी ब्रस्ट भएर जो के भन्छ मेरोजोइट्स रिलिज भने, तर हिजो पढेको सम्झ त, लिभर साइजोगोनीमा के हुन्छ नि भाइ, ब्रस्ट भएको लिभर सेल फेरि रिजेनेट हुन्छ क्या, ब्रस्ट भएको लिभर सेल फेरि रिजेनेट हुन्छ, किनभने हाम्रो शरीरमा हाइली रिजेनेटिभ पावर भनेको लिभर सेलमा हुन्छ क्या। तर ब्रस्ट भएको आरबिसी त रिजेनेट हुँदैन त, त्यसो त ब्रस्ट भएको आरबिसी जुन आरबिसी फुटो त्यहाँबाट मेरोजोइट्स रिलिज भयो भने नि, त्यो ब्रस्ट भएको आरबिसी जति सबै कहाँ गएर थुप्लिन्छ, ल भन त कसैले भन्न सक्छ भाइ, जो आरबिसी फुटो लिभर सेल ब्रस्ट हुँदा त्यो ब्रस्ट भएको लिभर सेल फेरि रिजेनेट भयो है, किनभने हाइली रिजेनेटिभ पावर त लिभर सेलमा हुन्छ। तर आरबिसी ब्रस्ट भएको छ नि हैन, त्यो ब्रस्ट भएको आरबिसी कहाँ जान्छ भन त भाइ, कहाँ जान्छ, स्प्लेनमा। यस, गुड गुड भाइ हेमन्त भाइ सुन, मैले तिमीले भनेको भएन यहाँ है। अब मैले यहाँ के भने सुन है, RUPTURA है, रप्चर्स आरबिसी है, रप्चर्स आरबिसी मान्छेको, सुन है भाइ, मान्छेको कहाँ जान्छ, स्प्लिनमा है, र मान्छेको स्प्लिनमा जान्छ है। रप्चर भएको आरबिसी मान्छेको कहाँ जान्छ, स्प्लिनमा जान्छ। अब भन त, अब यो स्प्लिन के हुन्छ, स्वेलिङ भयो हो कि न त। ल अब यो स्प्लिन के भयो, स्वेलिङ त पनि हैन, रप्चर भएको आरबिसी मान्छेको स्प्लिनमा गयो है। अब यो स्प्लिन के भयो, स्वेलिङ भयो है। स्वेलिङ हुँदा के हुन्छ, त्यो स्वेलिङ अफ के भन्दो रहेछ, स्प्लिन क्या। त्यो स्वेलिङ अफ तिमी स्प्लिन जो भन्छौ नि हैन, त्यसलाई GREV ग्रेभ यार्ड अफ के भन्दो रहेछ न त, दैट इज कल आरबिसी भन्छ क्या। त्यसलाई ग्रेभ यार्ड अफ के भन्दो रहेछ, आरबिसी। बुझ्नु नि, रप्चर भएको अब आरबिसी जति चाहिँ मान्छेको स्प्लिनमा जान्छ, अब त्यसमा स्प्लिन के हुन्छ, स्वेलिङ हुन्छ, त्यसलाई ग्रेभयार्ड अफ के भन्दो रहेछ, आरबिसी भन्दो रहेछ भाइ। क्लियर? कोही कान्छ ओके भनेको खोइ त, कोही च्याट बक्समा ओके, कोही कसैले पनि लेख्दैनौ, च्याट बक्समा कसैले पनि ओके भन्दैनौ। ओके सर, गुड है, ओके भन्तले ओके भने हैन, कमलले पनि ओके भने, सुन है। ल अब हेर है, र अब तिमीलाई मैले यहाँ तिमीलाई भने
यसरी यो जुन मेरोजोइड्स रिलिज भयो हैन र मेरोजोइड्स रिलिज भयो सँगसँगै अब मेरोजोइड्स रिलिज हुँदा सँगसँगै रगतमा अब हेमोजोइन पनि रिलिज भएर हुन्छ सँगसँगै स्कपनर्स डट्स पनि रिलिज भएर हुन्छ है सँगसँगै स्कपनर्स डट्स पनि के हुन्छ रिलिज भएर हुन्छ नि हैन अब यो हेमोजोइन प्लाज्मोडियमको लाइफ साइकलमा सबैभन्दा टक्सिक सब्स्टेन्स हो है प्लाज्मोडियमको लाइफ साइकलमा सबैभन्दा टक्सिक सब्स्टेन्स भनेको हेमोजोइन हुन्छ है त्यसैले हेमोजोइन भनेको टक्सिक सब्स्टेन्स हो है टक्सिक सब्स्टेन्स हो र यो हेमोजोइनले के कज गर्छ भन्दा यसले कज गर्दो रहेछ के भन्दा चिल्स एन्ड फिभर कज गर्छ है हेमोजोइन भनेको टक्सिक सब्स्टेन्स हो जसले के कज गर्छ चिल्स एन्ड फिभर कज गर्छ तर यो जुन स्कपनर्स डट्स नि हैन स्कपनर्स डट्सको काम चाहिँ के हुन्छ भन्दा हेमोजोइन त टक्सिक छ जसले चिल्स फिभर कज गर्छ नि तर यो स्कपनर्स डट्स नि हैन यसले के गर्दो रहेछ भन्दा स्कपनर्सले के गर्दो रहेछ भन्दा यसले के गर्दो रहेछ भन्दा मलेरियाको टाइप है मलेरियाको टाइप र सुनाइ भाइ मलेरियाको टाइप र भन त कजेटिभ एजेन्ट है कजेटिभ के भन्छ एजेन्ट है मलेरियाको टाइप र कजेटिभ एजेन्ट के गर्छ भन त कन्फर्म गर्छ क्या कन्फर्म गर्दो रहेछ भन त केही बुझ्यौ भाइ मैले भनेको केही बुझ्यौ स्कपनर्स डट्सले मलेरियाको टाइप र प्लाज्मोडियमको स्पेसिसलाई कन्फर्म गर्ने काम गर्दो रहेछ क्या जस्तो कि जो मान्छेको रगत जाँच गर्दा नि भाइ त्यो रगतमा स्कपनर्स डट्स छ भने ल भन त अब त्यो मान्छेलाई कुन रोग लाग्यो कुन टाइपको मलेरिया लाग्यो भन त ल जो मान्छेको रगत जाँच गर्दा त्यो रगतमा स्कपनर्स डट्स छ भने ल भन अब त्यो मान्छेलाई कुन टाइपको मलेरिया कन्फर्म भयो भन त जस्तो के है यहाँ तिमीलाई म बताइदिन्छु र त प्लाज्मोडियम भाइभेक्समा सुने भाइ प्लाज्मोडियम भाइभेक्सको लाइफ साइकलमा स्कपनर्स डट्स हुन्छ है डट्स हुन्छ नि हैन त्यसैले अब त्यो मान्छेलाई कुन टाइपको मलेरियाको आइडिया कन्फर्म भयो बेनाइन टर्सन के भन्छ मलेरिया है त्यो मान्छेलाई कुन टाइपको मलेरिया कन्फर्म भयो भने त बेनाइन टर्सन मलेरिया ठीक छ बुझ्नु हैन बुझ्यो बेनिसा बुझ्ने टाउको हल्लाउ त यदि मान्छेको ब्लडमा स्कपनर्स डट्स छ भने त्यो मान्छेलाई कुन टाइपको मलेरिया कन्फर्म भयो बेनाइन टर्सन मलेरिया है र प्लाज्मोडियम ओभेलको लाइफ साइकलमा नि भाइ के हुन्छ जेम्स डट हुन्छ है प्लाज्मोडियम ओभेलको लाइफ साइकलमा जेम्स डट हुन्छ नि अब त्यो मान्छेलाई पनि कुन रोग मलेरिया कन्फर्म भयो बेनाइन टर्सन मलेरिया है तर हेर्न त प्लाज्मोडियम फ्याल्सिपेरम भन्छ नि हैन प्लाज्मोडियम फ्याल्सिपेरमको लाइफ साइकलमा कुन टाइपको डट्स हुन्छ यसमा मोरुस हुन्छ है भाइ मोरुस डट्स हुन्छ नि हैन त्यसमा त्यो मान्छेलाई कुन टाइपको मलेरिया कन्फर्म भयो भन्दा म्यालिग्नेन्ट है म्यालिग्नेन्ट टर्सन के भन्छ मलेरिया म्यालिग्नेन्ट टर्सन के भन्दो रहेछ मलेरिया कन्फर्म भयो है मलेरिया कन्फर्म भयो र प्लाज्मोडियम मलेरियाको लाइफ साइकलमा है प्लाज्मोडियम मलेरियाको लाइफ साइकलमा के हुन्छ जाइमन्स डट हुन्छ है यसको लाइफ साइकलमा के हुन्छ जाइमन्स डट हुन्छ नि हैन त्यसमा त्यो मान्छेलाई कुन टाइपको मलेरिया कन्फर्म भयो भन्दा द्याट इज कल त्यसलाई तिमी के भन्छ बेनाइन सुने भाइ QUARTAN के भन्छ कटन मलेरिया ल भन त जो आजैबाट उपस्थित भएको त्यो एकदम खतरा बुझ्नु नि भाइ सबले बुझ्नु नि भाइ भाइभेक्समा सुन न भाइभेक्समा स्कपनर्स डट्स हुन्छ त्यसमा मान्छेलाई बेनाइन टर्सन मलेरिया कज भयो अब कन्फर्म भयो ओभेलमा अब जेम्स हुन्छ त्यो पनि बेनाइन टर्सन भयो फ्याल्सिपेरममा मोरुस डट्स हुन्छ मलेरिया के हुन्छ म्यालिग्नेन्ट टर्सन मलेरिया कन्फर्म भयो प्लाज्मोडियम मलेरियामा जाइमन्स डट हुन्छ भने त्यसलाई बेनाइन कटन मलेरिया कन्फर्म भयो त्यसमा मैले कति मजिले पाखालाई दिएर त कति मजिले पाखालाई दिएको छु नि पाखा भनेको बुझ्छु नि भाइ त्यसै यहाँ मैले सबैको रोल बताइदिएँ है भाइ स्कपनर्स डट्सको बारेमा थाहा भयो हैन अनि हेमोजोइनको थाहा भयो हैन अनि ब्रस्ट भएको आरबीसी जति स्प्लिनमा गएर थुप्रिन्छ अब स्प्लिन स्वेलिङ हुन्छ त्यसलाई ग्रेभयार्ड अफ आरबीसी भनियो र त्यो आरबीसी रप्चर भएर जुन मेरोजोइड्स रिलिज भन्ने अब त्यो मेरोजोइड्स कहाँ जाँदो रहेछ सुन है सुन भाइ सब टर्सन भन्दा नि हुन्छ कमल त्यो कुनै ठुलो कुरा हैन बेनाइन टर्सन मलेरिया अथवा बेनाइन सब टर्सन मलेरिया भन्छ नि भाइ ओभेलमा त्यो कुनै ठुलो कुरा हैन है लिएर अब मैले एउटा कुरो मैले बोलेको छु है अब हेर त अब कसैले मलाई भन्दिनै पर्छ हेर त यहाँ है यो जुन आरबीसी सुन है भाइ यो जुन आरबीसी फुटेर है आरबीसी फुटेर के रिलिज भएको छ मेरोजोइड्स है अब यो जुन मेरोजोइड्स छ नि हैन अब तिमी हेर त मेरोजोइड्स रिलिज भने हैन अब सम मेरोजोइड्स भन्छ है सम मेरोजोइड्स है इन्टर इन्टु
liver cell है some merozoite enter into liver cell and develop सुन है भाइ and develop another liver साइजोगोनी है develop another के भन्छ liver साइजोगोनी त भन त त्यसलाई अब तिमी के भन्दो रहेछौ न त कल्ड त्यसलाई तिमी के भन्छ पोस्ट इराइथ्रोसाइटिक के भन्छ साइजोगोनी अब यो पोस्ट इराइथ्रोसाइटिक साइजोगोनी भित्र तिमीले छिर्नु पर्दैन है अब यसको कमेन्ट छैन यसको कमेन्ट भनेको यति मात्रै छ यसको कमेन्ट यति मात्रै छ है सम सुनाइ भाइ सुन भाइ बाबु सुने अस्ति सुन त अब सुन न some merozoites enter into liver cell and develop another liver साइजोगोनी यसकल तेरा के बन्यो पोस्ट इराइथ्रोसाइटिक के बन्यो साइजोगोनी अब त पोस्टमा यति मात्रै छ क्या तर यो जुन some merozoites छ नि हैन some merozoites अब हेर त enter into है र enter into क्या इन्टर हुँदो रहेछ फ्रेश आरबीसी मा है फ्रेश आरबीसी एन्ड के भन्नु त एन्ड डेभलप के भन्दो रहेछ न त दैट इज कल गेमेटोसाइट भन्दो रहेछ र त त्यसमा सम मेरोजोइट्स अब हेर त भाइ सम मेरोजोइट्स एन्टर इन्टु फ्रेश आरबीसी एन्ड डेभलप अथवा फर्म बन एन्ड डेभलप अथवा फर्म भन्न त के भन्न त गेमेटोसाइट है र यो गेमेटोसाइट पनि दुई प्रकारको हुन्छ साना माइक्रो गेमेटोसाइट हुन्छ र ठूला भनेको के हुन्छ म्याक्रो गेमेटोसाइट हुन्छ ओके भाइ सबजना क्लियर भयो अब तिमीलाई जाँचमा सोधेला सुन जाँचमा सोधेला gametocytes are formed from सुन है भाइ gametocytes are formed from gametocyte केबाट बन्छ gametocyte बन्छ केबाट that is called merozoites बाट बन्छ gametocytes formed from के त merozoites तर gametocyte formed in भन्छ भने त्यसको आन्सर चाहिँ के हुन्छ आरबीसी अफ ह्युमन हुन्छ अब आरबीसी अप्सनमा छैन भने पक्कै पनि अप्सनमा के राख्न सक्छ ब्लड अफ के भन्न त मान्छे हुन्छ है ब्लड अफ के भन्छ ह्युमन हुँदो रहेछ ठीक छ ल अब हेर है अब म तिमीलाई अब सेक्सुअल सुरु गर्दिहाल्छु है भाइ सेक्सुअल अब तिमीलाई मैले स्टार्ट गर्दिहाले सेक्सुअल स्टार्ट गर्दिहाले ल सुन त बाबु सुन है अब यति मैले भनिसकेँ नि हैन ल अब बीचमा कोही अब सुन है भाइ अब मैले सुन्न त कान्छ अब मैले बोलेको सुन है मैले बोलेको सुन हैन जस तिम्रो दिमागमा पढ्नु यही त हो नि भाइ इन्ट्रान्समा सोध्ने क्वेशन अब हेर न अब विद्यार्थी के गर्छ ए के हो कता हो आकाश पाताल के हो यही हो क्वेशन ग्यामेटोसाइट कहाँ बन्छ आरबीसी मा केबाट बन्छ दैट इज कल मेरोजोइट्स बाट बनेको हुन्छ र ग्यामेटोसाइट कति प्रकारको हुन्छ दुई प्रकारको हुन्छ साना र ठूला हुन्छ र सुन है र यो जुन माइक्रो र म्याक्रो ग्यामेटोसाइट भन्छ नि भाइ अब हेर त अब ध्यान दिएर सुन है यो जुन माइक्रो ग्यामेटोसाइट छ नि भाइ यो माइक्रो ग्यामेटोसाइटमा न्यूक्लियस सेन्ट्रली लोकेटेड भएको हुन्छ है लार्ज न्यूक्लियस हुन्छ सेन्ट्रली लोकेटेड भएको हुन्छ तर यो जुन म्याक्रो ग्यामेटोसाइट छ नि हैन यसमा के हुन्छ यसमा भनेको कम्प्याक्ट न्यूक्लियस हुन्छ त्यो चाहिँ पेरिफेरीमा हुन्छ याद गर है भाइ अब त्यो त जाँचमा नसोला तर पनि याद गर म्याक्रो ग्यामेटोसाइटको न्यूक्लियस कम्प्याक्ट हुन्छ त्यो चाहिँ पेरिफेरीमा हुन्छ तर माइक्रो ग्यामेटोसाइटको न्यूक्लियस लार्ज हुन्छ त्यो चाहिँ सेन्ट्रली लोकेटेड भएको हुँदो रहेछ माइक्रो ग्यामेटोसाइटको न्यूक्लियस सेन्ट्रली है तर अब एउटा कुरा थाहा छ भाइ सबले सुन त अब यो जुन ग्यामेटोसाइट छ नि हैन माइक्रो र म्याक्रो एनी हाउ लामखुट्टेको शरीरमा जानै पर्छ यदि माइक्रो ग्यामेटोसाइट र म्याक्रो ग्यामेटोसाइट लामखुट्टेको शरीरमा गएन भने नि भाइ मान्छेको शरीरमा त्यसको नेचुरल डेथ भइदिन्छ क्या भाइ माइक्रो ग्यामेटोसाइट त लामखुट्टेको शरीरमा जानै पर्छ यदि ग्यामेटोसाइट र माइक्रो र म्याक्रो ग्यामेटोसाइट गएन भने त्यो मान्छेको बडीमा त्यसको के हुन्छ नेचुरल डेथ हुन्छ मतलब ल भन त किन होला ल भन त भाइ किन ग्यामेटोसाइट मान्छेको शरीरमा अब बाँच्नै सक्दैन त्यसलाई एनी हाउ लामखुट्टेको शरीरमा त्यो ग्यामेटोसाइट जानै पर्छ है ल भन त
किनभने नि भाइ त्यो ग्यामेटोसाइटलाई बाँच्नको लागि लो टेम्परेचर चाहिन्छ क्या है, लो टेम्परेचर चाहिन्छ र त्यो लो टेम्परेचर उसले कहाँ पाउँछ भने त मस्किटोको शरीरमा पाउँछ क्या भाइ है, मस्किटोको शरीरमा उसले पाउँदो रहेछ क्या भाइ, बुझ्नु नि होइन। लो टेम्परेचर त बाँच्नको लागि लो टेम्परेचर चाहियो, त्यो उसले मस्किटोको शरीरमा पाउँदो रहेछ। ल अब तिमी सुन है, बुझिहाल्यौ होइन। ल अब सुन है, ल अब यस पछाडि सुन है भाइ, अब यस पछाडि म जम्प गर्छु सेक्सुअल। अब हाम्रो हेडिङ सुरु भयो केटाकेटी हो, एकदम मजाले बुझ। सेक्सुअलबाट पनि यति धेरै क्वेसन छ नि भाइ, बबाल बबाल क्वेसन छन् कान्छ, बबालै क्वेसन छन् कान्छ है, सेक्सुअलबाट पनि बबाल क्वेसन छ है। ल सुन त, पहिला म एउटा काम गर्छु नि भाइ, सेक्सुअल साइकल जो छ नि होइन तिमीलाई त म पढाइदिइहाल्छु, एकदम बबाले पढाइदिन्छु होइन, तर म तिमीलाई पहिला एक दुईवटा क्वेसन सोध्छु क्या भाइ। म यो जुन हेडिङ लेखेको छु, पहिला म हेडिङ लेखिदिएको छु है, सेक्सुअल साइकल अफ प्लाज्मोडियम भाइवेक्स इन कहाँ भन्दा द्याट इज कल इन फिमेल एनोफिलस मस्किटोमा है। र फिमेल एनोफिलस मस्किटो भनेको के रहेछ भने त यो प्राइमरी होस्ट हो र प्राइमरीलाई डेफिनेटिभ के पनि भन्छ, होस्ट पनि भन्छ है, प्राइमरी होस्टलाई डेफिनेटिभ होस्ट पनि भन्छ है। ल अब सुन है, पहिला म तिमीलाई एक दुईवटा क्वेसन सोध्छु, तिमीले कतिको पढेको छौ होइन, अनि मात्रै म यो टपिकमा छिर्छु है भाइ। ल फर्स्ट क्वेसन है, त भन त इन लाइफ साइकल अफ प्लाज्मोडियम है, इन लाइफ साइकल अफ प्लाज्मोडियम कमा है, इन लाइफ साइकल अफ प्लाज्मोडियम कमा है, which of the following है, which of the following penetrates है, penetrates the stomach wall है of फिमेल एनोफिलस मस्किटो है। प्लाज्मोडियमको लाइफ साइकलमा कसले लामखुट्टेको स्टोमकलाई पेनेट्रेट गर्छ रे है। अप्सन ए मा स्पोरोजोइट अरे भाइ स्पोरोजोइट, बी मा ओसिस्ट है, ओसिस्ट है, सी मा ओकाइनेट है, ओकाइनेट है, र डी मा तिमीले राखिदिन्छ द्याट इज कल माइक्रोगेमेट्स। ल भन त, ल एन्सर तिमी के दिने भाइ, हार्ट एन्सर त ल प्लाज्मोडियमको लाइफ साइकलमा ल भन त स्टोमक वाललाई छेड्ने काम कसले गर्छ, यहाँ एन्सर सी 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 भने होइन, प्राय जसोले ओकाइनेट्स भनेको छ नि, यस है, एन्सर के हुन्छ ओकाइनेट नै हुन्छ है, एन्सर ओकाइनेट नै हुन्छ। अब यो जुन ओकाइनेट छ भाइ हेर त, अब यो ओकाइनेटले के गर्छ, स्टोमकको वाललाई के गर्छ, पेनेट्रेट गर्छ र त्यो स्टोमक वालको पेरिट्रोपिकमा अब के बनाउँछ भने त द्याट इज कल ओसिस्ट बनाउँछ नि होइन। त्यसमा ओकाइनेटले छेड्ने काम गर्छ, किनभने भाइ यो जुन ओकाइनेट छ नि भाइ, यो ओकाइनेटको सुने भाइ, ओकाइनेटको टिपमा है, टिपमा के हुन्छ द्याट इज कल लाइटिक एन्जाइम हुन्छ है, ओकाइनेटको टिपमा लाइटिक एन्जाइम हुन्छ, त्यो लाइटिक एन्जाइमले के गर्छ, स्टोमक वाललाई है, यो स्टोमक वाललाई के गर्छ, पेनेट्रेट गर्ने काम गर्छ क्या भाइ। हेर त, यो हेर त, लाइटिक एन्जाइम हुन्छ नि ओकाइनेटको टिपमा, त्यसले स्टोमक वाललाई के गर्छ, पेनेट्रेट गरिदिने काम गर्दो रहेछ है। ल अब यस सुन है भाइ, अब यस पछाडि अर्को क्वेसन छ सुन है भाइ, अब अर्को क्वेसन छ होइन भाइ। ल अब अर्को क्वेसन छ है, क्वेसनले के भन्छ नभन्ने है भाइ, क्वेसनले के भन्छ, खतरा क्वेसन छ है। हेर त, इन लाइफ साइकल अफ प्लाज्मोडियम भाइवेक्स कमा, इन लाइफ साइकल अफ प्लाज्मोडियम भाइवेक्स कमा है, इन लाइफ साइकल अफ प्लाज्मोडियम भाइवेक्स कमा है, एक्स फ्लाजेलेसन है, यो अघिल्लो कमन इन्ट्रान्समा सोधेको नि होइन, एक्स फ्लाजेलेसन टेक्स प्लेस इन भनौँ है, टेक्स प्लेस इन है। अप्सन ए मा माइक्रोगेमेट है भाइ, माइक्रोगेमेट है, बी मा एमएसीआरओ म्याक्रोगेमेट, सीमा है, सीमा माइक्रोगेमेटोसाइट है र साइट, र डी मा तिमीले राखिदिन्छ एमएसीआरओ म्याक्रोगेमेटोसाइट। ल बताऊ त, ल बताऊ केटाकेटी हो, ल भन त, ल प्लाज्मा सुन फेरि माइक्रोगेमेट भन्ने मान्छेको त्यसलाई म उडाइदिउँ, म आकाशमा म पतालमा पुर्याइदिउँ, कसले माइक्रोगेमेट भन्ने मान्छेको म त्यसलाई पतालमा पुर्याइदिउँ, एन्सर के हुन्छ, एन्सर के हुन्छ, माइक्रोगेमेटोसाइट हुन्छ है, माइक्रोगेमेटोसाइट हुन्छ कान्छ है, एन्सर के हुन्छ, माइक्रोगेमेटोसाइट हुन्छ क्या। अब तिमी आफै भन त भाइ, माइक्रोगेमेटोसाइटमा एक्स फ्लाजेलेसन हुन्छ अनि न मेल ग्यामेट भन्ने हो,
है। माइक्रो ग्यामेटोसाइटमा एक्स फ्लाजेलेसन हुन्छ हैन, अनि न पछि त्यो फ्लाजेला चुडिन्छ अनि न मेल ग्यामेटो बन्ने हो। त्यसको एन्सर माइक्रो ग्यामेटोसाइट हुन्छ है। र अर्को क्वेसन छ ल है, अर्को क्वेसन छ हेर, हेर्दै जाऊ जोस्। केही छैन भाइ है, केही छैन। तिमीलाई मैले अब मेरो बानी चाहिँ के छ भने भाइ उडाइदिउँ भन्छु, चाउरे भन्छु, चाउरी भन्छु, त्यो सबै भनेको माया गरेर न भन्छु। त्यसलाई मैले माया गर्छु अनि म चाउरे भन्छु, उडाइदिउँ भन्छु होइन कान्छा र है। ल अब सुन है भाइ, अब यस पछाडि अब अर्को क्वेसन छ है। म तिमीलाई क्वेसन राख्दैछु एक दुईवटा क्वेसन होइन। अब अर्को क्वेसन छ, फ्याक्ट एन्सर देऊ त यहाँ है। इन लाइफ साइकल अफ प्लाज्मोडियम है, इन लाइफ साइकल अफ प्लाज्मोडियम कमा है, कमा द माइक्रो, सुन है भाइ, द माइक्रो है ड्यास एन्ड म्याक्रो है, म्याक्रो ग्यामेट्स है, माइक्रो एन्ड म्याक्रो ग्यामेट्स आर FORMED फर्मड इन भन्छ है। अप्सन एमा स्टोमक अफ के भन्छ, फिमेल एनोफिलस मस्किटो है। बीमा तिम्रो राखिदिन्छ सुन है भाइ, ब्लड अफ म्यान भन्छ है, ब्लड अफ म्यान भन्छ है। सीमा तिम्रो राखिदिन्छ सेलिभरी है, सेलिभरी ग्ल्यान्ड्स अफ के भन्छ, फिमेल एनोफिलस मस्किटो है। अप्सन डी मा लिभर सेल्स अफ के भन्छ, HUMAN ह्युमन। ल भन्छ ल भन्छ त त माइक्रो र म्याक्रो ग्यामेटोसाइट प्लाज्मोडियमको लाइफ साइकलमा कहाँ भन्छ रे? ओ यस, गुड गुड रोशनी, ए रोशनी कार्की है, गुड रोशनी चस्मिस है, टिकटक है। ल सुन त ल र अब एन्सर के हुँदो रहेछ न त, स्टोमक अफ फिमेल एनोफिलस मस्किटो हुन्छ। यहाँ म हेर्छु गल्ती कसैले पनि भनेको छैन, श्रीकान्त भाइले पनि राम्रै भने हैन, किनभने माइक्रो र म्याक्रो सुन भाइ, माइक्रो र म्याक्रो ग्यामेट भनेको छ नि भाइ। अब ग्यामेट त स्टोमकमा न बन्छ। यदि तिमीलाई क्वेसन यस्तो सोधेको भए चाहिँ माइक्रो एन्ड म्याक्रो ग्यामेटोसाइट है, माइक्रो एन्ड म्याक्रो ग्यामेटोसाइट भनेर सोधेको, यहाँ ग्यामेटोसाइट भनेर सोधेको चाहिँ के हुन्छ केटाकेटी हो, यो भनेको चाहिँ कहाँ हुन्छ, मान्छेको ब्लडमा हुन्छ। यस्तो भयो होइन भाइ, मान्छेको ब्लडमा आरबिसीमा हुन्छ भनेको छ नि भाइ। प्याथोजेनिक भनेको भाइ मेरोजोइड्स हुन्छ। मैले अगाडि तिमी पहिलो क्लास छोटेको छु होइन भाइ, प्याथोजेनिक भनेको मेरोजोइड्स हुन्छ, प्याथोजेनिक भनेको मेरोजोइड्स हुन्छ, इन्फेक्टिभ भनेको स्पोरोजोइट हुन्छ, फिडिङ भनेको ट्रोफोजोइट हुन्छ, मोर्टाल डिप्लोइड स्टेज भनेको ओकानेट हुन्छ है। पोजिटिभ एजेन्ट भनेर सोध्यो भने फेरि ट्रोफोजोइट नै हुन्छ भाइ, बुझ्यो भाइ। ल प्याथोजेनिक भनेको मेरोजोइड्स हो, स्पोरोजोइट भनेको इन्फेक्टिभ हो, स्पोरोजोइट इन्फेक्टिभ हो, प्याथोजेनिक भनेको मेरोजोइड्स हो कान्छ। ल अब मैले सुरु गरेँ है भाइ, एकदम मजाले भूमिका बाँधेर पढ्नुपर्छ। मेरो बानी चाहिँ के छ नि कान्छ, यसरी मजाले भनिदिने, प्लाज्मोडियम यहाँ पढ्ने घरमा नपढ्ने होइन भाइ, यहाँ पढेपछि घरमा पनि पढ्नुपर्छ। फेरि खालि डाइरेक्ट अब्जेक्टिभ क्वेसन मात्रै प्र्याक्टिस गरिदिने नि होइन। त्यसो मैले फिजिकल क्लासमा पनि भन्छु, हामीले पढाएको कवि सरले हामीले पढाएकोहरू सुन्ने, क्लासमै सुन्ने, बरु घरमा फिजिक्स केमिस्ट्रीलाई समय दिने भनेर मैले भन्छु, कवि सरले पनि भन्नुहुन्छ होइन। क्लासमै पढ्ने नि त, घरमा अब्जेक्टिभ क्वेसन प्र्याक्टिस गर्ने, तिमी घरमै छौ होइन। ल अब सुन है, अब मैले सुरु गरिदिन्छु भाइ के अरे भन्दा, सेक्सुअल साइकल अफ प्लाज्मोडियम भाइभेक्स इन फिमेल एनोफिलस मस्किटो। ल सुन है, अब यो सुन भाइ, अब डाइरेक्ट सुन भाइ, सुन भाइ, अब डाइरेक्ट मलाई अब सुन भाइ, कताबाट म्युट गर्ने भए मलाई थाहै छैन कान्छ। सुन है, पखेको छैन है, एकजना भाइले डिस्टर्ब भयो सर सबैको म्युट गरिदिनु न भनिरहेको थिएँ, कताबाट म्युट गर्ने पखायो भाइ, एकछिन म हेर्छु है। म्युट अनम्युट अनम्युट, ल भाइले भने म्युट अल ल म्युट गरिदिनु भनेको कि नगरिदिनु भनेको भाइ? ल सर अनम्युट भइहाल्यो सर म्युट हुनुहुन्छ हजुर। लेखा सर आफ्नो साउन्डलाई म्युट गरेर राख्नु भयो र हामीहरूलाई अनम्युट गरिदिनु भयो। सरलाई टाइप गर त कोही। सर हजुरको म्युट भएछ। सरले त राइट ह्यान्ड गरे पनि यार अनम्युट गर्ने हुँदो रहेन सर। ल मैले ल अब कान्छ, अब नबोला हे, धेरै दिन पछाडि आएको छु, तिमी बोल्छौ त अब कतिजना। ल हैन सर के रे हजुरको त्यो नोट चाहिँ तपाईले पीडीएफ दिनुहुन्छ कि हामीले यही घरमै बनाउने हो बसेर? भाइ यस्तो मजाले भनेको छ, नोटको पछाडि नलाग न कान्छ।
नोटको कसरी नलाग्ने हैन त्यहाँ चाहिँ क्लासमै बुझ्नु के भाइ म सुन भाइ एउटा कुरा भन्छु हेर त भाइ नोट पनि म दिन्छु हैन छुटेको नोट दिन्छु नि त भाइ बाँकी त म क्लासमै भनिदिरहेको हुन्छु तपाईँ मजाले भनिदिरहेको हुन्छु एउटै कुरो 5-6 चोटि भनिरहेको हुन्छु हैन भाइ है हुन्छ यहाँ बनाउँछु सर तपाईको छुटेको कुरा पनि अब हामीले बनायो भने त रेकर्डेड कभर गराइहाल्छ त्यो यस ल ल ल ठीक छ कान्छा ल म कभर गरिदिन्छु छुटेको अनि सर यहाँ चाहिँ तपाईको सर अब यो राइज ह्यान्ड गर्यो भने चाहिँ हजुरले अनम्युट म्युट चाहिँ अनम्युट गरिदिनु पर्यो सर ए ल ल ल यस्तो गर्छु नि त म सुन भाइ म म्युटै गर्दिनँ क्या म्युट नै गर्दिनँ बरु तपाईँहरू सुन तिमी सबैजनाले म्युट गर आफै हैन अनि क्वेसन सोध्ने बेलामा त बोल्दा भयो भने त हैन ल हस् सर हस् हुन्छ म सबैलाई म म्युटै गर्दिनँ के भन्छ तिमी आफै फेरि मैले म्युट गरेको होइन अघि कवि सरले टेक्निकली म्युट भइदियो होला हैन ल अब तिमीलाई अरू बेला म्युट गरिदिने अनि सोध्ने बेलामा त अनम्युट गर्दा भइहाल्छ नि त हैन तिमी आफै मेन्टेन गर नि त बाबु ल अब सुन है अब सेक्सुअल कसरी सुरु गरौँ भने बित्तिकै त सुन न भाइ सेक्सुअल कसरी सुरु गरौँ भने नि भाइ सुन त पहिला अलिकति भूमिका बाँध्नुपर्छ भाइ भूमिका बाँध्नुपर्छ क्या कान्छा सेक्सुअल डाइरेक्ट अबिलाले के गरेको छ सेक्सुअल साइकलमा गेमेटोजेनेसिस हुन्छ फर्टिलाइजेसन हुन्छ जाइगोट बन्छ उकानेट बन्छ स्पोरोगोनी हुन्छ त्यो भन्ने हैन क्या सुरुमा अलिकति भूमिका बाँध्नुपर्छ क्या जस्तोखेर है हामीले सेक्सुअल साइकल पढा के भन्छौँ है भाइ चाहे असेक्सुअल पढ चाहे सेक्सुअल पढ मान्छे र लामखुट्टेको त दोस्ती छ मान्छे र लामखुट्टेको दोस्ती त छ नि हैन अब हेर है हेर यो असेक्सुअलमा हामीले फिमेल एनोफिलस मस्क्युटो भन्छौँ है र यो के भन त यो मान्छे हो अब हेर है अरे फिमेल एनोफिलस मस्क्युटो के छ यो भनेको हेल्दी छ हेल्दी भनेको त्यसको सलिभरी ग्ल्यान्डमा स्पोरोजेट नभएको क्या तर यो मान्छे त अब के छ न त इन्फेक्टेड छ यो त मलेरिया ग्रस्त भएको छ हैन अब हेल्दी मस्क्युटो भनेको कस्तो भन्दा जसको सलिभरी ग्ल्यान्डमा स्पोरोजेट छैन त्यो मस्क्युटो हेल्दी भयो तर जसको सलिभरी ग्ल्यान्डमा स्पोरोजेट छ नि त्यो चाहिँ इन्फेक्टेड भयो क्या त्यही भएर न असेक्सुअल पढ्दा तिमीले के गरौ जब इन्फेक्टेड लामखुट्टेले हेल्दी मान्छेलाई टोक्छ मान्छेको रगतमा स्पोरोजेट सारिदिन्छ भनेर पढ्यौ नि अब सेक्सुअल पढ्दा उल्टो भयो मान्छे इन्फेक्टेड लामखुट्टे हेल्दी किन त्यसको सलिभरी ग्ल्यान्डमा अब स्पोरोजेट छैन अब के हुन्छ सुन है भाइ अब म एउटा भूमिका बाँच्छु के कान्छा तिमीले बुझ्यो भने लास्टमा मलाई यस भनिदेऊ है म अलिकति भूमिका बाँधिदिन्छु बुझ्यो भने यस भनिदेऊ है यो पखै बाबु यहाँ अलिकति मैले मेट्छु हैन सुन है भाइ ल अब मैले तिमीलाई भूमिका बाँच्छु तिमीले बुझ्यो भने लास्टमा यस सर भनिदिने है कान्छा ल अब हेर है मैले कसरी भूमिका बाँच्छु भने नि भाइ when a healthy female Anopheles mosquito है when a healthy female Anopheles mosquito है bites an infected human है bites an infected human है bites an infected human है अब तिमी के भन्छौ mosquito ingest है mosquito ingest है ingest है mosquito ingest के त ग्यामेटोसाइट्स है ग्यामेटोसाइट्स along with के भन्छ that is called BLOD के भन्छ ब्लड मेल ल भन कान्छा यहाँ नबुझ्ने के छ कान्छा यहाँ नबुझ्ने एक्चुअली तिमी मनमनै पढ त when a healthy female Anopheles mosquito bites an infected human mosquito ingest gametocyte along with के भन त ब्लड मेल कान्छा यस खोइ यस भनेको लामखुट्टेको खाना भनेको त भाइ तिमीलाई थाहा छ नि भाइ सबैलाई थाहा छ नि भाइ अब यो फिमेल एनोफिलस मस्क्युटो भनेको त भाइ यो त स्याङ्गुइभरस हो यो त स्याङ्गुइभरस प्यारासाइट हो स्याङ्गुइभरस भनेको त रगत खाने चिज हो यो त रगत खान्छ त्यसो त्यो मस्क्युटोले हाम्रो रगत चुस्छ खान्छ अब रगत खाँदा त हाम्रो रगतमा त ग्यामेटोसाइट छ कि छैन इन्फेक्टेड मान्छेको त ब्लडमा त ग्यामेटोसाइट छ नि अब त्यो ग्यामेटोसाइट उसको शरीरमा पुग्यो अब मैले भन्छु अलोङ विथ ब्लड मिल भन्छु नि हैन अब फुल स्टप दिएर म के भन्छु भन्दा द ग्यामेटोसाइट कन्टिन्यू है भाइ द ग्यामेटोसाइट ध्यान दिएर सुन है भाइ द ग्यामेटोसाइट्स है रिस्ट इन कहाँ पुग्छ अब है द्याट इज
स्टोमक अफ के भन्न त मस्क्युटो है यो लामखुट्टेको स्टोमकमा पुग्छ स्टोमक अफ मस्क्युटो एन्ड के भन्न त स्टार्ट है कुन साइकल सुरु हुन्छ न त दैट इज कॉल्ड स्टार्ट सेक्सुअल के भन्दो रहेछ साइकल त्यसो भएर त कस्तो मजाले बिन्दास बुझाइदिएर त when a healthy female Anopheles mosquito bites an infected human a mosquito ingests gametocyte along with के भन्छ blood meal the gametocyte reached in के भन्छ त stomach of mosquito and start कुन साइकल भन्छ त सेक्सुअल साइकल त्यसो अब तिम्रो सुनाइ भाइ अब मलाई तिम्रो मुखबाट सुनाइदेऊ त भाइ कसले असेक्सुअल साइकल सुरु गरेको त्यो केटाकेटी हो स्पोरोजोइटले तर भनौँ अब कसले सेक्सुअल साइकल स्टार्ट गर्छ लामखुट्टेमा ग्यामेटोसाइट हो तर म एउटा कुरा भन्छु नि भाइ प्लिज एउटा कन्सेप्ट राख भाइ जुन होस्टमा छिर्छ त्यो स्टेज त्यो होस्टको लागि इन्फेक्टिभ हुन्छ जस्तो कि लामखुट्टेले इन्फेक्टेड लामखुट्टेले हेल्दी मान्छेले टोक्दा मान्छेको अब ब्लडमा स्पोरोजोइट आयो त्यसमा स्पोरोजोइट हाम्रो लागि इन्फेक्टिभ भयो मान्छेको लागि हैन अब मान्छेको शरीरबाट लामखुट्टेको शरीरमा के जान्छ गेमेटोसाइट जान्छ नि त्यसमा गेमेटोसाइट चाहिँ लामखुट्टेको लागि इन्फेक्टिभ हुन्छ तर जाँचमा सोध्दा व्हिच अफ द फलोइङ इज इन्फेक्टिभ फर प्राइमरी होस्ट भनेको लामखुट्टे भन्छ भने गेमेटोसाइट भन तर इन्फेक्टिभ फर अब सेकेन्डरी होस्ट मान्छे भनेर सोध्यो भने तिमी भन्छौ स्पोरोजोइट भन्छौ है र यो जुन गेमेटोसाइट गयो भने नि भाइ त्यो गेमेटोसाइट भनेको अघि पढेको क्या के गयो भन्दा माइक्रो एन्ड म्याक्रो गेमेटोसाइट भयो है र तिमीलाई थाहा छ भाइ अब तिमी मलाई भन त ल भन अब एउटा क्वेशन सोध्छु है सुन भाइ एउटा क्वेशन सोध्छु है तिमी आफै भन त सबै स्टेज नि भाइ लामखुट्टेको स्टोमकमा डाइजेस्ट हुन्छ तर कुन स्टेज डाइजेस्ट हुँदैन भन्नु त गेमेटोसाइट रगतमा यस रगतमा जे छ नि भाइ त्यो रगतमा मान्छेको रगत खाँदा त्यो रगतमा भएका सबै कुराहरू लामखुट्टेको स्टोमकमा डाइजेस्ट हुन्छ तर मैले यहाँ नोट भने सुन है मैले नोट भने त के नोट भने भन्दा ग्यामेटोसाइट्स है ग्यामेटोसाइट्स चाहिँ मैले नेपालीबाट लेखेँ चाहिँ है स्टोमक अफ मस्क्युटोमा है मस्क्युटोमा के हुँदैन दैट इज कल्ड डाइजेस्ट हुँदैन र यसको कारण भनेको अहिलेसम्म अन्न नै छ है भाइ यसको कारण भनेको एक्चुअल कारण अहिलेसम्म कसैलाई पनि थाहा छैन हैन यसको कारण चाहिँ अहिलेसम्म अन्न नै छ है त्यसै सबै स्टेज डाइजेस्ट भए पनि ग्यामेटोसाइट चाहिँ स्टोमकमा डाइजेस्ट हुँदैन र यो पनि एउटा अब्जेक्टिभ क्वेशन हो यसको कारण भनेको चाहिँ अहिलेसम्म अन्न नै छ है ल अब फर्दर म जान्छु सुन है भाइ सर काइटिनेज एन्जाइम को लेखले गर्दा होइन यो के रे भाइ सुन भाइ अब सुन भाइ सुन केले गर्दा अरे एन्जाइमको अब्सेन्सले काइटिनेज सुन भाइ एउटा कुरा भन्छु एक त तिमीले प्लाज्मोडियममा काइटिनेजको कुरै आउँदैन भाइ प्लाज्मोडियममा कि त पेलिकलको कुरो गर भाइ कि त पेलिकलको कुरो गर है यहाँको काइटिनेजको कुरै आउँदैन र म सुन भाइ कन्फर्म भएको कुरो चाहिँ मैले बोल्दिनँ हैन बरु म तिमीलाई खोजेर भन्दिउँला हैन तर त्यो काइटिनेज भनेबित्तिकै त्यो कन्फर्म नभएको कुरो चाहिँ अहिले म बोल्दिनँ है कान्छ है तिमीलाई यो जुन पेलिकल छ नि भाइ हेर स्पोरोजुआमा पनि पेलिकल हुन्छ अनि राइजोपोडामा पनि के रे राइजोपोडामा चाहिँ पेलिकल हुँदैन है पेलिकल भन बरु तर त्यो काइटिनेज भने तिमी पाउँदैनौ है तिमीले प्रोटोजोआ टपिकमा काइटिनेज भनेर तिमी नपढ बरु पेलिकलको कुरो गर हैन बरु थिक पेलिकल होला सर भनेर बोल हैन तर त्यो कन्फर्म नभइकन चाहिँ म बोल्दिन हैन म चाहिँ तिमीलाई हेर्छु खैरेका किताबहरू हेरौँला हैन तर यति याद गर ग्यामेटोसाइट चाहिँ डाइजेस्ट हुँदैन त्यसको एक्चुअल कारण अलिसमल अनन छ खोजेर भन्नुला ठीक छ भाइ पछि खोज्दिउँला ल सुन है ल अब त्यस पछाडि तिमी अगाडि बढ त अब तिमी मलाई भन है अब त्यस पछाडि हेर त सेक्सुअल साइकल अफ प्लाज्मोडियम भाइवेक्स है सेक्सुअल साइकल अफ प्लाज्मोडियम भाइवेक्स इन्भल्भ्स भन्छ है इन्भल्भ्स है फलोइङ स्टेप्स भन्छ ल भन त सेक्सुअल साइकल भित्र के स्टेप्स हुँदो रहेछ ल भन त कान्छ केटाकेटी हो ल भन
सेक्सुअल साइकल भित्र अब के स्टेप हुन्छ ल भन तिमीले अलि भर्खर पढ्यौ भाइ क्यान्सर सुन न त्यसपछि ग्यामेटोसाइट स्टोमकमा पुग्छ भन्यो त्यसपछि अब लामखुट्टेको स्टोमकमा सेक्सुअल साइकल स्टार्ट हुन्छ भन्यो अब भन त भाइ त्यो लामखुट्टेको स्टोमकमा सेक्सुअल साइकल छ नि त्यो सेक्सुअल साइकलमा के स्टेप हुँदो रहेछ कान्छ 1 by 1 भन त 1 नम्बरमा के हुन्छ ल भन कान्छ ल भन जसले भन्दा नि हुन्छ सेक्सुअल साइकल अफ प्लाज्मोडियम इन्भल्भ्स फलोइङ स्टेप्स भन्छ भन त 1 नम्बरमा तिमी के भन्छ दैट इज कॉल्ड ग्यामेटोजेनेसिस यस है पहिला ग्यामेटोजेनेसिस हुन्छ नि भाइ यसलाई तिमीले अल्सो कल ग्यामेटोगोनी पनि भन्छ कान्छ ओके खोइ ओके यस भनेको कान्छ यस भनेको है त यस है त्यसमा यो ग्यामेटोजेनेसिस अथवा ग्यामेटोगोनी भनेको तिमीलाई सबैलाई थाहा छ प्रोसेस अफ फर्मेसन है यो भनेको नि प्रोसेस अफ फर्मेसन अफ माइक्रो एन्ड म्याक्रो ग्यामेट है प्रोसेस अफ फर्मेसन अफ माइक्रो एन्ड म्याक्रो ग्यामेट्स फ्रम माइक्रो एन्ड म्याक्रो है फ्रम माइक्रो एन्ड म्याक्रो ग्यामेटोसाइट्स के भन्दो रहेछ रेस्पेक्टिभली भन्छ RESPECTIVELY रेस्पेक्टिभली कान्छ ओके ओइ मेरो भाइ ओके त्यसो भएर त कति मजाले भने भाइ हेर त प्रोसेस अफ फर्मेसन अफ माइक्रो एन्ड म्याक्रो ग्यामेट्स फ्रम माइक्रो एन्ड म्याक्रो ग्यामेटोसाइट रेस्पेक्टिभली किनभने भाइ आज तिमीलाई आज होइन पहिले नै थाहा भइसकेको थियो कि भाइ माइक्रो ग्यामेटोसाइटबाट है के बन्छ मेल अथवा माइक्रो ग्यामेट बन्छ है यो माइक्रो ग्यामेटोसाइटबाट मेल अथवा माइक्रो ग्यामेट बन्छ तर म्याक्रो ग्यामेटोसाइटबाट केटाकेटी हो म्याक्रो ग्यामेटोसाइटबाट के बन्छ दैट इज कॉल्ड म्याक्रो है अथवा यसलाई के भन्छ फिमेल ग्यामेट भन्छ त्यही भएर मैले रेस्पेक्टिभली भनेको छु कान्छा केटाकेटी हो हैन ल अब यो तिमीलाई थाहा भयो है ल भन अब दोस्रो स्टेप के हुन्छ भाइ भन त ल कान्छा ल पहिला एक नम्बरमा त यस ग्यामेटोजेनेसिस भनेको त ग्यामेट बन्नु नि हैन त्यसपछि तिमीले के भन्छौ फर्टिलाइजेसन हुन्छ ल भन अब तेस्रो स्टेप के कान्छ भन त ल तेस्रो स्टेप के भन ल ओसिड फर्मेसन फेरि यो केटाको यो उसिस्ट भन्ने मान्छेको भाइ म तिमीलाई उडाइदिउँ ओकाइनेट फर्मेसन सर फेरि तिमी पनि मान्छे हावेर छौ तिमी पनि कान्छा सुन न एउटा कुरो भन्छु है म एउटा कुरो भन्छु है तिमी भाइ कान्छा तिमीसँग मिस्टर इन्डियाको जस्तो घडी छ र कान्छा सुन त मैले बोलेको सुन त तिमीसँग मिस्टर इन्डियाको जस्तो घडी छ र दबाउने बित्तिकै एकैचोटि फर्टिलाइजेसनबाट ओकाइनेट पुग्नलाई एकैचोटि उसिस्ट पुग्नलाई पहिला ग्यामेट बन्छ कान्छा ग्यामेट बनिसकेपछि फर्टिलाइजेसन हुन्छ त्यसपछि के हुन्छ 3 नम्बरमा फर्मेसन अफ के भन्छ दैट इज कॉल्ड जाइगोट भन्छ है फर्मेसन अफ कान्छा के भन त जाइगोट सरी भन कान्छा ल जाइगोट नबनिकन काई उकानेट बन्छ त सरी भनिहाल सरी सर जसले गल्ती गरौ नि उकानेट एकैचोटि उकानेट भन्ने मान्छेले सरी भनिहाल कान्छा है पहिला ग्यामेट बन्छ त्यसपछि फर्टिलाइजेसन हुन्छ फर्टिलाइजेसन पछाडि अब जाइगोट फर्मेसन हुन्छ के कान्छा है अब जाइगोट बन्नु भने अब त्यसपछि 4 नम्बरमा मैले यहाँ लेखे भाइ 1 नम्बर यहाँ लेखेको छु 1 नम्बर 2 नम्बर 3 नम्बर अब बरु म नेक्स्ट पेजमै जान्छु हैन अब 4 नम्बरमा हेर त 4 नम्बरमा के हुन्छ ल भन्न बल्ल तिमी 4 नम्बरमा के भन्छ फर्मेसन अफ के भन्छ उकाइनेट भन्छ क्या जाइगोट पछाडि न उकाइनेट हुन्छ ल भन अब लास्टमा के हुँदो रहेछ न त स्पोरो दैट इज कॉल्ड गोनी लास्टमा तिमी के भन्छौ स्पोरो गोनी भन्दो रहेछौ है त्यसमा याद गर पहिला ग्यामेट बन्छ अनि फर्टिलाइजेसन भयो अनि जाइगोट फर्मेसन हुन्छ त्यसपछि उकानेट फर्मेसन हुन्छ अब यो उकानेटले स्टोमक वाललाई पेनेट्रेट गर्छ अनि स्पोरोगोनी सुरु हुँदो रहेछ है र यो जुन स्पोरोगोनी छ नि भाइ फेरि यो स्पोरोगोनी भनेको चाहिँ स्टेपमा जुन स्पोरोगोनी छ नि त्यो स्पोरोगोनी भनेको फेरि असेक्सुअल मल्टिप्लिकेसन हो भित्र यो स्टेप भनेको चाहिँ असेक्सुअल मल्टिप्लिकेसन हो है ल अब यो ठीक छ म तिमीलाई 1 by 1 बुझाइदिहाल्छु केटाकेटी हो तिमीलाई त्यो चिन्ता केही पनि छैन तर आजबाट तिमीलाई के थाहा भन्दा पहिला भन्न त भाइ मेल र फिमेल ग्यामेटलाई नेपालीमा के भन्छ भाइ एकदम स्टेप बुझेर कान्छ मेल र फिमेल ग्यामेटलाई नेपालीमा के भन्छ माया त्यसो पहिला माया बन्छ मायाको फरेन के रे पहिला मायाको माया बन्छ माया माया मिल्छ
त्यो मिल्ने भनेको फर्टिलाइजेसन भयो, परिणाम निस्किन्छ, जाइगोट निस्किन्छ, त्यस पछाडि ओकानेट बन्छ, लास्टमा ओकानेटले स्टमकको वाललाई छेड्दिन्छ, लाइटिक इन्जाइम हुन्छ, अनि त्यो स्टमक वालमा के बनाउँछ, ओसिस्ट बनाउँछ, अनि स्पोरोगोनी सुरु हुँदो रहेछ। कान्छा केटाकेटीहरू क्लियर? ल अब सुनै भाइ, अब चित्र चाहियो। अब बायोलोजी भनेको चाहिँ के हो? के अरे भाइ? ओसिस्ट भनेको ए कान्छ किन आतिन्छ? उसिस्ट भनेकोले बुझाउँदैन नि कान्छ, एकैचोटि किन आवेशमा आउँछु है? उसिस्ट बेला ओकानेट बुझ अनि उसिस्ट आउँछ है, त्यो चिन्ता गर्नु पर्दैन है। उसिस्ट भनेको एउटा डबल वालको राउन्डेड स्ट्रक्चर हो, जो डबल वालको हुन्छ, जो ओकानेट र स्टोमक वाल मिलेर बनेको हुन्छ। जस्तो के अरे है यहाँ भाइ, यो ओकानेट भयो, सुन पहिला है, यो ओकानेटले अब यो स्टोमक वाललाई छेडो, अब न त यो डबल वालको के बनायो, ओसिस्ट बनाएको हुन्छ। मतलब यो ओकानेटले खान्छ भाइ, खान्छ है खान्छ, अनि यो राउन्डेड स्ट्रक्चरमा कन्भर्ट भएको छ नि, त्यो चाहिँ ओसिस्ट भयो क्या। अब अघि ओकानेटमा एउटा वाल थियो, तर अहिले ओसिस्टमा त डबल वाल छ नि, यो ओकानेट नै खाएर ओसिस्ट बनेको भाइ, ओकानेटले नै खाएर ओसिस्ट बनेको है। अघि ओकानेटमा एउटा वाल थियो, अब ओसिस्टमा दुईटा वाल हुन्छ। कसरी भन्दा एउटा वाल चाहिँ ओकानेट आफ्नै हुन्छ, अर्को वाल चाहिँ स्टोमक वालको हो क्या, अर्को चाहिँ स्टोमक वालको है। ल चिन्ता गर्नु पर्दैन, सबै म बुझाइदिइहाल्छु है। ल अब म चित्रमा जाउँ, म चित्रमा जाउँ भाइ। अब हुन्छ सर, चित्रमा जान्छु है, म चित्रमा जान्छु है। ल ल भयो नि सबैको? अब केही छ त? छैन नि होइन? ल ल अब हेर है, चित्रमा म जान्छु, चट्ट हेर कस्तो चित्र बन्छ, सम्झेको छ? 11 पढेको कस्तो चित्र बन्छ? 11 पढेको सम्झेको छौ? यस्तो हुन्छ क्या यहाँ भाइ, यहाँ यसरी सम्झ भाइ, कस्तो चित्र हुन्छ भने नि भाइ, यहाँ है कस्तो चित्र हुँदो रहेछ यसरी ट्याक्क हेर। मैले त्यसलाई कति कुरो नेपालीबाट भन्छु भाइ, नेपालीबाट भनेपछि त्यो तिम्रो दिमागमा बसिहाल्छ क्या। के हुन्छ सुन है भाइ, केटा र केटी यो पहाड हो भाइ, केटा र केटी अब पहाडबाट कतातिर झरे, मधेसतिर झरे। केटा र केटी हुँदैन र के अरे भाइ? के भन्छ हे केटा, हे के भनेको भन न कान्छ? ल ग्यामोगोनी के? ग्यामेटोगोनी, ग्यामोगोनी, ग्यामेटोजेनेसिस भनेको एउटै हो भाइ। ग्यामोगोनी, ग्यामेटोजेनेसिस, ग्यामेटोगोनी एउटै हो भाइ। त्यो भने कुनै प्रोसेस अफ फर्मेसन अफ के भन्छ, ग्यामेट्स हो है। ल अब यहाँ है, अब मैले भनेको केटा र केटी अहिले पहाडमा छन्, केटा र केटी अब मधेस झरे, अनि मधेस झरेर के गरे, मधेसको मन्दिरमा बिहा गरे। अब बिहा गरिसकेपछि भाइ हनीमुनमा हिँड्नु पर्यो कि परेन? हनीमुन जानु पर्यो कि परेन? अब बिहा गरे, अब बिहा गरिसकेपछि हनीमुन गर्ने, अब मधेस 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 अब पुगे कहाँ भन त, बिर्ता मोड पुगे, बिर्ता मोड पुगे। अब बिर्ता मोडबाट अब के अरे त हनीमुनको लागि इलामतिर गए। भन भाइ के बुझ्यौ भाइ? चित्र कस्तो बन्दो रहेछ बुझ्यौ भाइ? यो फर्टिलाइजेसन, यो के अरे सेक्सुअल रिप्रोडक्सनको चित्र कस्तो बन्दो रहेछ भन्दा, केटा र केटी अहिले पहाडमा छन्, मधेसतिर झरे, मधेसको मन्दिरमा बिहा गरे। अब के भन्छ, उनीहरू हनीमुनको लागि इलाम जानु छ, अनि उनीहरू के गरे, मधेस 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 अब कहाँ पुगे, बिर्ता मोड पुगे। अब बिर्ता मोडबाट उनीहरू इलामतिर लागे। मतलब चित्र यस्तो हुँदो रहेछ, पहिला माथिबाट हामी तल झर्छौँ, तल झरिसकेपछि सिधा जान्छौँ, फेरि हामी उकालो लाग्छौँ। कान्छ ओके हो, यस्तो चित्र हुन्छ है। ल अब भाइ सुन न, यसो हेर्दा बुझ्दा आज भ्याइँदैन जस्तो लाग्यो होइन? अब भोलि गरौँ है। हुन्छ सर। ल ल जे होस् भाइ, ल भन त केटाकेटी। थ्याङ्क यू सर भनिन्छ। ल ओके भाइ। ल अब सुन भाइ, सर लोड हाल्दिनु न। लोड हालिदिन्छु कान्छ। हो तिम्रो लागि सुन भाइ, तिम्रो लागि म ज्यान त दिन्छु कान्छ भाइ। सुन न, तिम्रो लागि म ज्यान त। थ्याङ्क यू सर, थ्याङ्क यू सर। सर मुस्काइटो थ्याङ्क यू सर। ऊ क्यानेट किन हातिन्छ है केटा? ल अब कविशाला छुटेको नोट कविशाला दिन्छु नि म, चिन्ता नगर। एक दुई दिन प्लाज्मोडियमदेखि हो के अरे हाम्रो प्रोटोजदेखि सुरु भयो कि प्लाज्मोडियमदेखि हो नि? होइन यस्तो, पहिला हामी डिटेल स्टडी सक्छौँ, प्लाज्मोडियम पढ्छौँ, पारामिसियमहरू पढ्छौँ, अर्थोमहरू पढ्छौँ, अनि सर र प्रोटोजोबाट हामी कोटाटसमल छिर्छौँ। बुझ्यौ भाइ? ल पनि पढाउनुहुन्छ सर तपाईँले? हेलो जाउँ है कान्छ। ल ल सर, बाई बाई सर। अब चाहिँ रेगुलर आउनु पर्यो है तपाईँले। बाई बाई सर। बाई बाई। बाई बाई नभनी जानुभयो त। हेलो बाई बाई। हजुर
के गर्ने हो के गर्ने यार गायबै हुन्छ त यार तिमी यार गजेन्द्र सरको क्लास कसरी लग्ने अब हुन्छ के रे है यो स्पोरोगोनी र त्यो फर्मेसन अफ उसिस्ट भने एउटै हो थाहा छ